मनकाई कोटियोममा रहेको श्री वशिष्ठ आश्रम खरेल प्रवर्धन समितिको सभा हलको दोस्रो तला ढलाईको सेटिङ लगभग यहाँ भइराखेको छ। अब यो हप्ताभित्रमा दोस्रो तलाको ढलाइ र मुनिपट्टिको हलको वालको काम पनि धमाधम भइराखेको छ। श्री वशिष्ठ आश्रम खरेल प्रवर्धन समितिका अध्यक्ष पण्डित गंगा प्रसाद खरेलज्यूले यस विषयमा छोटकरीमा केही कुरा राखिदिनुहुन्छ कि? सबै बन्धुहरूलाई नमन गर्दछु। सबै बन्धुहरूलाई थाहा छ हामी हाम्रो मूल घर बनाउँदैछौँ। पहिलो तला ढलाइ गरेर माथिल्लो तलामा प्रवेश गऱ्यौँ। केही दिनमै तुरुन्तै हाम्रो ढलाइ हुँदैछ। आर्थिक सङ्कट असाध्यै धेरै परेको छ हामीलाई। यो आर्थिक सङ्कटलाई सहयोग गरिदिनु हुनलाई सबै बन्धुहरूलाई म आह्वान गर्न चाहन्छु। क्षेत्रीय समिति, मूल समिति जसले पैसा बोल्नु भएको छ, बोलेको छैन, सबैले जे जस्तो भयो भने अहिलेको यो सङ्कटलाई निवारण गरिदिनुहुन्छ भन्ने कुरो मेरो बारम्बार अनुरोध गर्दछु। जय गुरु वशिष्ठ, जय महाप्रभु।